अब आज चाहिँ यो भाले कट्टा हान्ने हो हामी। कति केजीको बाबु यो 4-5 किलो छ यो। 5 किलो 5 किलो त नभनौँ 4 किलो चाहिँ छ। यो छडी पलाएर छ यो भाले। कति वर्षको? यो 3 वर्ष जति भयो छडी पलाएर। ठुला ठुला नङ्ग्रा छन् यसका। त्यो चिसामा सुप चाहिँ राम्रै हुन्छ। अब सुप बनाएर खानु पर्छ यहाँ अब। ल ठीक छ। यो चाहिँ अब फाइनली कुकुरो लडाइ सकिएको छ भाले। भुत्लाइँदै छ। यहाँ धेरै ठुलो भएर तल हारका बा पनि बोलाएको छ यहाँ भुत्लाउन। धेरै ठुलो रहेछ। ल अब भुत्लाइसकेर भाले चाहिँ अब चिरेर यसका आन्द्रा भुँडी झिकेर पाङ्ग्रा चाहिँ पोलिहाल्ने हो सुरुमै, त्यसपछि अनि अरू चाहिँ फेरि हुन्छ। ब्लडै अहिले पाकेको भने जम्दो मासु काटा मारिन्छ भने ल्याउँछु भनेको एकछिनमा यता हाकारमा चिनी बित्तिकै छोडिदिइहाल्यो त पनि। यो चाहिँ जाँते यस्तो हुँदो रहेछ। यसका भित्र ढुङ्गै ढुङ्गा छन् त। ढुङ्गा सुङ्गा सब पचाउनु कुखुराले परिहाल्यो। सुन त पचाउँछ अरे कुखुराले। अब चाहिँ भालेको अरू काम भइसकेर यहाँ पखालिँदैछ है। अब त्यसलाई आगोमा सेकाएर पिस पिस बनाएर खाने हो। ल अब चाहिँ पखालिसकेर यहाँ सेकाइँदैछ भाले। भुत्ला सबै पाक्नुपर्छ है बाबु। हुन्छ पुरा। किनेर पनि आएको हो। कालो भाले हो। ठुलो भाले हो यो भाइ। कालो रातो भाले। कहाँको यो हाम्रै घरको हो यो भाले। लोकल जोडी 2.5 किलो मैले 3 महिना अगाडि। यतिखेर 3 किलो थियो, त्यतिखेर 3 किलो भन्दा धेरै 3.5 किलो थियो। भाले चाहिँ मिठो जस्तो छ है हेर्दा चाहिँ। अब यो पोलेरै खाउँ जस्तो नि। अर्को पनि गतिलो बना। त्यो सानो छ त भाले। त्यत्रो हुँदैन त। पोलिँदैछ अब सबै थोक। हैन नङ्गाले मजाले त्यो पत्र सबै जान्न छ भने त्यो फाल्न त पोलेपछि त निक्लिन्छ त कपाल छ कि। आजको हाम्रो स्पेसल गेस्ट चाहिँ सौरभ भाइ हो। यी भाले काट्दै छ। उही काट्छ अरे काठमाडौँबाट आएको आज। भाइ कतिखेर आएको? म त अघि आएको। दिउँसो आइपुगेको आज? भालेको मासु मन पर्छ? कसलाई मन पर्दैन हौ भालेको मासु के भन्छ। लोकल भाले। यो कुखुराको जाँते चाहिँ अब पोलेर खाइदिने हो। यो चाहिँ मलाई मन पर्छ निकै नै। हालिदिएको छ अब एकछिन पोलिन्छ। भाइले चाहिँ यहाँ मासु काटिसकेर अब भित्र कराईमा लगेर पर्ल्याङ पुर्लुङ बनाउने हो। काँचो खाइहाल्ने हो। मम्मी कति हाल्नुपर्छ तेल? कति हाल्नु? छिटो पिन्दैन मसला? मसला अन्तिममा हाल्ने हो। मासु उठ्न मेथी हामीले हाल्छ कति हाल्ने हो?